टेन्सन र पीडा पचाउन सकिन्न नि त हामीले। कहिलेकाहीँ त यस्तो लाग्छ बाटोमा हिँड्दा हिँड्दै पनि छ्याप्प यही कुनातिर मान्छेले एउटा बित्दै पैसा भेट्यो भने पनि मान्छे नि मन त हरर हुन्थ्यो होला जस्तो लाग्छ क्या। मान्छेले भन्छन् रक्सी खाएर यहाँ यो बाहना हो क्या। रक्सी त अब हामी नेपाली जन्मेदेखि खाएको भने हामीलाई किन चाहियो रक्सी? त केही सरकारै हुँदैन हामीलाई त, रक्सी त जति पनि बचाइन्छ नि। कहिलेकाहीँ त यस्तो लाग्छ बाटोमा हिँड्दा हिँड्दै पनि छ्याप्प यही कुनातिर मान्छेले एउटा बित्दै पैसा भेट्यो भने पनि मान्छे नि मन त हरर हुन्थ्यो होला जस्तो लाग्छ क्या। 12 घन्टा काम गरेर रुममा गएर सुत्दा नि निन्द्रा लाग्दैन। चोट यो कसरी ऋण लायो, कसरी ऋण तिर्ने, पैसा कसरी कमाउनु, पैसा कमाउनु सकिएन किनकि पैसा छैन त कोही मुजीले हेर्दैन। दिमाग खराब क्या त्यही सोच्यो माने फेरि लिक्कै निर्णय मैले ड्युटी जाने अलार्म बजिदिएर हान्छ। अनि मान्छे हार्ट एट्याक भएर मर्ने, सुतेको सुतै हुने, विदेशमा भयो भन्छन्। मान्छेले भन्छन् यो मैले रक्सी खाएर सुतेको सुतै भयो, जाँड खान्थ्यो यो भएर उसो भएर। अनि 12 घन्टा अब पुरा अरूको अन्डरमा टाइट काम गर्यो, प्रेसर दिन्छ, गाह्रो हुन्छ, दिनभरि कुरा खेलायो मनमा, टेन्सनमा काम गर्यो, सेलरी भने जस्तो हुन्न। अनि यसो सोच्यो बाटोमा हिँड्दै सोच्यो ऋण छ, आएको ऋण तिरेको छैन, लाइफ कसरी बनाउने, बिहे गरेकोले अब फ्यामिली कस्तो बनाउने, फ्यामिली पहिलाभन्दा त्यो राम्रो बनाउनु पर्यो भन्ने सोच हुन्छ। बिहे नभएकोले अब यस्तो लाइफ त ठिक हुन्न, अब लाइफ त राम्रो बनाउनु पर्यो भन्यो। त्यही सोच्दा सोच्दै मैले रक्सी खानै पर्दैन क्या मान्छेलाई। मान्छेले भन्छन् रक्सी खाएर यहाँ यो बाहना हो क्या। रक्सी त अब हामी नेपाली जन्मेदेखि खाएको भने हामीलाई किन चाहियो रक्सी? त केही सरकारै हुँदैन हामीलाई त, रक्सी त जति पनि बचाइन्छ नि। अब यो टेन्सन र पीडा पचाउन सकिन्न नि त हामीले, त्यही भएर समस्या हामीलाई यो हुने हो क्या। अनि मान्छेले भन्छ रक्सी खाएर यस्तो खाएर यस्तो गरेर भन्ने सोच्छ मान्छेले, तर वास्तविकता त्यो होइन क्या हाम्रो। किनकि टेन्सन हुन्छ, ऋण हुन्छ, घरमा पठाउनु पऱ्यो, साथीभाइसित खानु पऱ्यो, यताउता गर्नु पऱ्यो, भने जस्तो पुग्दैन, हुन्न, ऋण हुन्छ, आएको ऋण तिर्न सकिन्न। त्यही भएर हिँड्दा हिँड्दै पनि धेरै सोचिन्छ, सोच्दा सोच्दै हार्ट एट्याक हुन्छ, के हुन्छ मान्छेहरूलाई। अनि दिनभरि काम गर्यो, नुहायो, सुत्यो, त्यसतिर बढी मान्छे अकालमै जान्छ क्या।